हेलो नमस्कार अभिवादन। म अहिले रातिको 10 बजिरहेको छ। मैले एउटा भिडियो बनाउनु पर्ने अत्यन्तै आवश्यकता देखेँ। म एउटा आज अत्यन्तै दुखी, अत्यन्तै पीडित, अत्यन्तै मार्मित भएको छु। सायद बाटो हिँडिरहेको थिएँ। नेपालका गणतन्त्रवादीहरू जसले नेपालमा गणतन्त्र ल्यायो, जुन साम्राज्यवादी, विस्तारवादी र आन्तरिक स्वदेशी घरेलु सामन्तवादको विरुद्धमा यत्रो युद्ध क्रान्ति लडेर आएर यो देशमा गणतन्त्र घोषणा भयो। आज त्यही गणतन्त्र दिवस बनाउँदै जाने क्रममा आज एउटा कुरा सुन्न पाइयो। आफ्नो देश, आफ्नो जनता सरबरा वर्गको क्रान्तिको निमित्त, सरबरा वर्गको मुक्तिको निमित्त आज मार्क्सवाद, लेनिनवाद, माओवाद विचारमा लेस भएको एउटा महान क्रान्तिको नायक, खाटी सरबरा एउटा महान क्रान्तिकारी कमान्डर, नेता कमरेड हिडमा को भारतीय विस्तारवादका विदेशी इसारामा र ब्रिटिसको गुलाम भएको नक्कली लोकतन्त्रको सेनाले आज गोली हानेर कमरेड हिडमाको श्रीमती र उहाँको कमरेड हिडमाको रक्षकलाई सम्म गोली हानेर इन्काउन्टर गरेर हामीले मार्यौँ भनेर त्यो नौटङ्की सेना, त्यो नौटङ्की पुलिसले भनिरहँदा मलाई लाग्छ भाकपा माओवादी पार्टीको एउटा साहसी, इमान्दार, सरबरा वर्गको नेता, कमान्डर मरेको होइन, शहीद भएको भारतीय जनताको लागि भन्ने लाग्छ। उहाँलाई म लाल सलाम टक्राउन चाहन्छु। तर उहाँको अधुरा सपनाहरू विश्वभरिका कम्युनिस्टहरूले उहाँका अधुरा सपनाहरूलाई पुरा गर्नुपर्छ र कटिबद्ध तरिकाले लड्नुपर्छ भन्ने लाग्छ। आज उहाँलाई भारतको विदेशीको गुलाम भएको, भ्रष्टाचारमा लिप्त भएको पुलिस प्रशासन प्लस सेना र भारतको पुरै शक्ति लागेर एउटा जनमुक्ति सेनाको कमान्डर, सरबरा वर्गको नेतालाई भयङ्कर घेराबन्दी गरेर मारेर आफूलाई बहुत ठुलो
बहुत ठुलो उपलब्धि हासिल गरेको र भाकपा माओवादी मात्रै नभइकन विश्वका माओवादीहरूलाई र विश्व कम्युनिस्ट पार्टीलाई कमजोर बनाएको उनीहरू आफूलाई ठान्दैछन् र खुसी व्यक्त गर्दैछन्। म नेपाली कम्युनिस्ट पार्टीको एउटा केन्द्रीय सदस्य हुँ। म पनि एउटा भेटमा जस्तै गरिब, दलित, उत्पीडन र ब्राह्मणवादी राज्य सत्ताबाट हेपिएको चेपिएको मान्छे हुँ। आज मैले उहाँको आमालाई पनि देखेँ, मैले उहाँको श्रीमतीको पनि शहादत भएको देखेँ र उहाँ कति त्यागी मान्छे हुनुहुन्थ्यो भन्ने कुरा मलाई प्रत्यक्ष रूपमा थाहा पनि छ। जति बेला नेपालमा जेपी जोशी भन्ने मान्छेको अत्तरिएको गोदावरीको पुलको नजिक हत्या भएको थियो, त्यति बेला मातृका प्रसाद यादवले अलग पार्टी बनाएको टाइममा धनगढीको अञ्चल प्रहरी कार्यालयको तल मातृका प्रसाद यादवको कार्यालय थियो। त्यति बेला हेडमासँग मेरो भेटघाट भएको थियो। हेडमा कमरेडले मलाई भन्नुहुन्थ्यो, जेपी जोशीको हत्या गर्ने कुरामा आन्तरिक माओवादी पार्टीको नि हात छ, हामीलाई त्यो कुरा थाहा छ भनेर कमरेड हेडमाले मलाई भन्नुहुन्थ्यो। कमरेड हेडमासँग मेरो भेट उत्तराञ्चल प्रदेशको लखिमपुर भन्ने ठाउँमा 59 सालमा मेरो भेट भएको थियो। कमरेड हेडमा भनेको एकदमै मार्क्सवाद लेनिनवाद माओवाद विचारधारालाई सही ढङ्गले बुझ्ने र एकदम साहसी र एउटा विश्वासी र सरबरा वर्गको बारेमा कौटिबद्ध तरिकाले लड्न सक्ने, बोल्न सक्ने र अन्तर्राष्ट्रिय क्रान्तिकारी मान्छे उहाँ हुनुहुन्थ्यो। उहाँको बारेमा राम्रोसँग बुझ्छु, किनभने भारतको सन्दर्भमा उहाँसँग मेरो भेट हुनको कारण धेरै कुरा छ। म घाइतेको जिम्मा मैले लिएको थिएँ। म पटक पटक जेलमा पर्दा हरेक एङ्गेजबाट उहाँसँग मेरो भेटघाट भएको थियो। तर कमरेड हेडमालाई आज मारेको होइन, एउटा कमरेड हेडमाको शहादत भएको छ। हजार हेडमाहरू त्यो देशमा जन्मिनेछन् र विश्वमा जन्मिनेछन्। मैले यो रातिको बेला एउटा औषधि खाँदै गरेको प्रेसर, सुगर, हार्ट अट्याक भइसकेको व्यक्तिले मैले यो रातिको 10-11 बजेको बिचमा मैले यो भिडियो बनाउनुपर्ने जरुरी केही थिएन। मेरो छाती यसरी फुटेर आयो, मेरो मन यति दुखेर आयो, किनकि मसँग पैसा हुँदैन। मैले आज 150 रुपियाँ हालेँ एक हप्ताको लागि। मैले आज नै फेसबुक हेरेँ, मैले आज नै युट्युब चलाएँ, मैले आज नै देखेँ र मैले आज नै मैले दुखी भएँ। म कमरेड प्रचण्डलाई भन्न चाहन्छु, म नेपाली कम्युनिस्ट पार्टीको एउटा सक्रिय कार्यकर्ता हो। म कमरेड वैद्यलाई भन्न चाहन्छु, म कमरेड विप्लवलाई भन्न चाहन्छु, यो नेपालको कम्युनिस्ट पार्टी म कमरेड केपीलाई भन्न चाहन्छु, लगायतका धेरै वामपन्थी नेपालका नेतालाई भन्न चाहन्छु कि हामीहरू अब नक्कली कम्युनिस्ट हौँ। सांसदीय व्यवस्थाको धोती लगाउने कम्युनिस्ट हौँ हामी।
सरबरा वर्गको क्रान्तिको निमित्त हाँसी हाँसी बलिदान दिने कमरेड हिडमाको लागि हामी एउटा श्रद्धाञ्जलीसम्म दिन सकेनौँ। त्यो श्रद्धाञ्जली हामीले दियौँ भने भारत सरकार रिसाउँछ, विदेश रिसाउँछ। हामी पनि आतङ्ककारीको घेरामुनि पर्छौँ, भारतसँगको सम्बन्ध हाम्रो बिग्रिन्छ। के को लागि हामी कमरेड हिडमालाई हामीले श्रद्धाञ्जली भन्न पनि सकेनौँ? केही त्यो न्याययुत लडाइँ होइन कि राष्ट्रिय अन्तर्राष्ट्रिय देश विदेश र नेपालको क्रान्तिलाई सही ढङ्गले हामीले समायोजन गर्न हामी सफल भएका सक्सेस नेता हौँ भन्ने हामीलाई घमण्ड छ? वा सांसदीय व्यवस्थाभित्र हामी पस्यौँ, नेपालको क्रान्ति ध्वस्त हुनेवाला थियो, नेपालको क्रान्ति ठुलो समस्यामा पर्न थियो, लड्न सक्ने क्षमता वा अवस्था थिएन। त्यो भएको कारणले हामीले सही ढङ्गले आफ्नो अस्तित्व र क्रान्तिको अस्तित्व बचाउने निमित्त गणतन्त्रमा सम्झौता गरेर हामी कम्युनिस्ट हौँ भन्ने घमण्ड वा कायरता हो? यदि हो भने गलत भयो। म नेपाली कम्युनिस्ट पार्टीको कार्यकर्ता हूँ। मलाई तुरुन्तै भारतको जिम्मा दिइयोस्, मलाई तुरुन्तै भारतको जिम्मा दिइयोस् र म दुईचोटि मलाई हृदयघातको समस्या छ, मैले मुटुको सर्जरी गरेको छु, मलाई सुगर छ, प्रेसर छ। तर फेरि पनि म भन्न चाहन्छु भारतको जिम्मा दिइयोस्। भाकपा माओवादी क्रान्तिकारी पार्टीसँग सहयोग गरेर शहीद हुन चाहने मेरो चाहना हो। शहीद हुने चाहना त मेरो नेपालभित्रै थियो, तर म दुईचोटि घाइते भएँ। म भन्न चाहदैन क्रान्ति क्रममा के भयो के भएन। म घाइते दुईचोटि भएँ। मैले युद्ध तीनचोटि मैले युद्धको सङ्घर्षमा मैले तीनचोटि भाग लिन पाएको छु। म भन्छु आज सबैभन्दा ठुलो मैले त्यो युद्ध, त्यो क्रान्ति, त्यो सङ्घर्षमा मैले आफ्नो ज्यान गुमाउन पाएन, तर म खुसी छैन, म दुखी छु। सरबरा वर्गको क्रान्तिको लागि कसम खाएको मान्छे सरबरा वर्गको लागि नै शहीद हुनुपर्छ। त्यो नेपालमा अब शहीद हुने कुनै बाटो म देख्दैन। भाकपा माओवादी पार्टीमा सरबरा वर्गको क्रान्तिको जिम्मा लिएर शहीद हुने आशा मेरो छ। प्रचण्डको दाजु असारे काकाले मलाई भन्नुभएको छ, कमरेड तपाईँ र म भाकपा माओवादीमा गएर शहीद हुनुपर्छ भन्नुभएको थियो। आज मलाई त्यो कुरा झलझली याद आयो। नेपालका कम्युनिस्टहरू थुक्छु म तिमीहरूलाई। एउटा मार्क्सवाद भन्ने, लेनिनवाद भन्ने, माओवाद भन्ने, एङ्गेल्स भन्ने, स्टालिन भन्ने, चेकोभेराको क्रान्तिको कुरा गर्ने भन्दै भन्दै के भनौँ, कुरा कस्तो आइरहेछ। अन्तर्राष्ट्रिय क्रान्तिका कुरा गर्ने, अन्तर्राष्ट्रिय
क्रान्तिका गीतहरू गाउने नेपालका माओवादीहरू भारतको गरिब सरबराहको नेतृत्व गर्ने कमरेड हिडमाको शहीदको प्रक्रियामा नेपालका कम्युनिस्टहरूको भनाइ के हो? 3 दिनबाट हेरिरहेका छु, कसैले बोलिरहेको छैन। त्यो कारणले म भन्छु, आजदेखि मलाई विश्वास टुट्यो, आजदेखि मलाई विश्वास सकियो। नेपालका कम्युनिस्ट भनाउँदा जुनसुकै नेता भए पनि ती एउटा राष्ट्रका के भनौँ अब, चाइनाको राष्ट्रपति कमरेडले नेपालका कम्युनिस्टहरू नक्कली कम्युनिस्ट हुन्, एउटा खोल ओढेका नक्कली कम्युनिस्ट हुन्, त्यसै भनेको रहन्छ। मलाई आज समझमा आयो। है, विप्लव भन्ने कमरेडले त्यत्रो चाहिने भाषण गर्नुहुन्छ, आफूलाई क्रान्तिकारी भन्नुहुन्छ। कमरेड हिडमाको शहादत गरेको कुरामा खै जवाब? कमरेड प्रचण्ड भन्नुहुन्छ, म एउटा जनयुद्ध गरेर आएको गणतन्त्रको पिता हुँ। तर चाइनामा के अरे भारतमा गणतन्त्रको लागि लड्ने एउटा गरिब झोपडीको छोरो कमरेड हिडमाको आज शहादत भयो। प्रचण्डको वक्तव्य खै? विश्व क्रान्तिको लागि लड्ने र आह्वान गर्ने र मार्क्सवाद लेनिनवाद र माओवाद र विश्व कम्युनिस्टको विश्लेषण गर्ने कमरेड मोहनबुद्ध किरणको अभिव्यक्ति खै? के भारत कम्युनिस्ट पार्टी भाकपा माओवादीहरू उग्र वामपन्थी हुन्? उनीहरूले क्रान्तिको बारेमा नबुझेको हो? उनीहरूले क्रान्तिलाई एकाङ्गी रूपमा बुझेको हो? उनीहरूले बुझ्ने मार्क्सवाद गलत हो? उनीहरूले बुझ्ने लेनिनवाद गलत हो? उनले बुझ्ने चाहिँ तपाईँको चाहिँ स्टालिनवाद गलत हो कि नेपालका माओवादीहरूले मार्क्सवाद लेनिनवाद बुझ्ने सही थियो र भारतका माओवादीहरूले मार्क्सवाद लेनिनवादलाई बुझ्ने कुरा र माओवादलाई बुझ्ने कुरा गलत थियो भन्ने कुरा के भन्नु पर्यो? तर होइन भने के हो यो? कसरी गलत हो? खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो भनेर लेनिनले भनेको हो भन्ने कोटेसन देखाएर बाबुरामले गरेको क्रान्ति, बाबुरामले गरेको आह्वान संसदीय व्यवस्थाको प्राङ्गणमा थाहा छैन के भयो? हाल झुटो क्रान्ति नगर्नुहोस्। मर्न ड्राउने मार्क्सवाद हुँदैन, भ्रष्टाचार गर्ने मार्क्सवाद हुँदैन, कालो बजारी गर्ने मार्क्सवाद हुँदैन, बलात्कार गर्ने मार्क्सवाद हुँदैन, कसैको सम्पत्ति लुटेर खाने मान्छे मार्क्सवाद हुँदैन। मार्क्सवाद हुन्छ यथार्थमा हिडमा कमरेड जस्तो हुन्छ। मर्ने भाँच्ने कुराको हिसाब किताब मार्क्सवादले गर्दैन। हार्ने कि जित्ने भन्ने कुराको मार्क्सवादले त्यो हिसाब गर्दैन। तर मार्क्सवादलाई विश्वमा कसरी प्रयोग गर्ने र मार्क्सवादलाई विश्वमा कसरी चाहिँ तपाईँको स्थापित गर्ने र मार्क्सवादलाई एउटा वैज्ञानिक विचार हो भन्ने कुरा कसरी संसारलाई भन्ने र त्यो विचारलाई हमेसाको लागि कसरी बचाइ राख्ने भन्ने कुरो मार्क्सवाद हो।
भन्ने लाग्छ मलाई। तर यहाँ कसरी व्यक्त गरिन्छ, क्रान्तिकारीहरू मरेर क्रान्ति हुँदैन, आफू बाँचेर क्रान्ति गर्नुपर्छ अरे। क्रान्तिकारीले अत्यन्तै सहनशीलता अपनाउनुपर्छ। के सहनशीलता अपनाउनुपर्छ? बाँच्नको लागि। क्रान्तिकारीले आफ्ना बालबच्चालाई अत्यन्तै ढङ्गले गुप्ती रूपमा राख्नुपर्छ। त्यो अत्यन्तै कसैलाई पनि थाहा हुनु हुँदैन। अनि क्रान्तिकारीको नेता अरू कार्यकर्ताले मरे पनि नेता जसरी पनि बचाउनुपर्छ, किनकि माउ बच्नुपर्छ। माउ बचेपछि चल्लाको हिसाब हुन्छ भन्ने व्याख्या, भन्ने भाष्य यो नेपालका कम्युनिस्टहरूले एकदम गद्दारी गरेका छन्। म आज भन्न चाहन्छु, यो रातिको 11 बज्दैछ, मैले भन्दैछु म औषधि खाने मान्छे, म सुगर प्रेसर 2 चोटि हार्ट अट्याक भइसकेको मान्छे। तर मैले भारत कम्युनिस्ट पार्टी माओवादीको आज कमरेड हिडमाको जुन शहादत भयो, मलाई यति दुःख लाग्यो। मैले धेरै कमेन्ट पठाएँ, किनभने जति बेला मलाई कमरेड प्रचण्डले मलाई नेपालका घाइतेहरूको जिम्मा दिएर मलाई भारत पठाएको थियो, म टिभी लामी छानेको घरमा जलेन्द्रमा बस्दै, रेणुका दाहाल त्यही थिइन्, अर्जुन पाठक त्यही थिए, प्रचण्डको छोरा प्रकाश भन्ने कमरेड पनि त्यही हुनुहुन्थ्यो। त्यति बेला म उताको लखिमपुर, उताको लखनऊ, उताको जलेन्द्र, उताको दिल्ली, उताको महाराष्ट्रमा कुद्ने मान्छे म। त्यति बेला कमरेड हेडमासँग लगायतका कमरेड बजरङ भन्ने कमरेड हुनुहुन्थ्यो, उहाँले त अहिले आत्मसमर्पण गरिसक्यो, लगायतका धेरै कमरेडहरू, भाकपा माओवादी कमरेडहरूको नेपालको माओवादीसँग के थियो सम्बन्ध, के थियो सोच, कसरी सहकारी थियो, कसरी सहमति थियो, कस्तो सम्बन्ध थियो, प्रत्यक्ष रूपमा मलाई थाहा छ। म सिलगढीमा भेटेको छु, आसाममा भेटेको छु, कलकत्तामा भेटेको छु, मैले के भन्छ तपाईँको जना यो हरिद्वारमा के अरे यो उत्तराञ्चलमा भेटेको छु, सिमला पहाडतिर भेटेको छु, तमिलनाडुमा भेटेको छु, बिहारमा भेटेको छु, झारखण्डमा भेटेको छु। प्रत्येक भारतको जिल्लामा जङ्गलमा भाकपा माओवादीको पार्टीको क्लास लिएको छु। म धेरैका नाम लिन चाहँदैन। कमरेड हिडमाको शहादत भएको छ, खालि म त्यति कुरामा चाहेको, कसको कहाँ कसरी सम्बन्ध थियो, म त्यसमा के भूमिका निभाउँदै सबै थाहा छ। तर नेपालका गद्दार कम्युनिस्टहरूले एउटा पनि श्रद्धाञ्जली दिन तयार भएन। मलाई लाग्छ यी अवसरवादीहरूले एउटा सायद निर्णय गरेको हुनुपर्छ, भाकपा माओवादीहरूले गर्ने क्रान्ति गलत हो, उनले गर्ने क्रान्ति ठिक छैन, उनीहरू उग्र वामपन्थी हो, समय सन्दर्भको क्रान्ति उनले सोच बुझेकै छैन भनेर यी भ्रष्टाचारीहरू, यी प्रतिक्रान्तिकारीहरूले यो फैसला गरेका छ। मलाई लाग्छ त्यस्तो। तर यो क्रान्तिको बारेमा सही विश्लेषण प्रतिक्रान्ति भएका देशका भियतनामले ठिक गरेका छ। प्रतिक्रान्ति भएका देश चाइनाले बरु यसलाई पोजिटिभ ढङ्गले बुझेको छ। बरु भनौँ कि नभनौँ जस्तो लाग्छ, लगायतका अझ पनि जसलाई आतङ्कवादी भनेर
पश्चिमाहरूले तहलगाम मचाइराखेको छ। ती देशका क्रान्तिकारीहरूले भाकपा माओवादीको मूल्याङ्कन गरेका छन् र नेपालका क्रान्तिकारीहरूले त्यो भन्न सकेन। त्यो विडम्बना हो। आजकै दिनबाट म भन्न चाहन्छु, म नेपाली कम्युनिस्ट पार्टीको म पोलिट ब्युरो सदस्य हुँ, केन्द्रीय सदस्य। तर यदि कारबाही गर्ने मन छ भने कारबाही गरोस्, नत्र होइन भने मलाई भारतको जिम्मा दियोस्। नेपाली कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टी वा नेपालका वामपन्थीहरूको घाँटी तल हुने गरी लडिने छैन। भारतका गल्ली गल्लीमा बसेका गोर्खाली नेपालीहरूसँग 150 रुपियाँ लिएर चन्दा उठाइ खाने भारतीय सङ्गठनको नेतामा हुने छैन। भाकपा माओवादी पार्टी विश्व सरबरा वर्गको क्रान्तिको राइफल उठाएर लडेर मर्ने इच्छा मेरो छ। म तयार छु। यो आचार्य काकाको भनाइ पनि हो। मलाई प्रचण्डको दाजु हुनुहुन्छ आचार्य काका, उहाँले पनि मलाई भन्नुहुन्छ लास्ट अन्तिममा मेरो मर्ने इच्छा भनेको क्रान्तिकारी भएर हो भन्नुहुन्थ्यो मलाई। आज त्यो इच्छा मलाई जाग्यो। फुक्क गद्दारहरू श्रीमतीलाई माया गर्ने, छोरालाई माया गर्ने, मन्दिरलाई माया गर्ने, मठलाई माया गर्ने, देव